नमस्कार, आज हो मेरो विन्टर बलको डे 45 र आज म ट्रेन गर्नेछु लेग सोल्डर। फिभर निको भएपछि बल्ल वर्कआउट गर्दैछु, खुसी लागिरहेको छ। यो हप्ता वर्कआउट 70% मात्र जान्नेछ। नेक्स्ट विकदेखि फुल पोटेन्सियलमा आउनेछु। हेर्नको लागि मसँग जोडिन सक्नुहुनेछ। बिहान सधैँ झै फ्ल्याक्स सिसेम सीड पानी पिए, बिहान थोरै बेर घाम तापे, 9 बजे प्री मिल बनाउनतिर लागे। बनाइसकेपछि प्री मिलमा 3वटा रोटी, 300 ml दूध र 2वटा कोलासँग 20 ग्राम बदाम खाए। आजको वर्कआउटको प्लानहरू यस्तो रहेको छ र 10 बजेदेखि वर्कआउट सुरु गरे। शोल्डरको लागि शोल्डर प्रेस, ल्याटरल राइज र फेस पुलको 2 सेट लगाए। लाइट वेटसँग पनि निकै राम्रो पम्प आइरहेको छ। लेगमा बार्बल स्क्वाट, बल्ग्रेन स्क्वाट र काफ राइजको 2 सेट लगाए र वर्कआउट सके। त्यसको 10 मिनेटमा एउटा कोला र क्रिएटिन खाए। 1 घण्टापछि पोस्ट वर्कआउट मिलमा यिनीहरू खाए। 4 बजेतिर 1 घण्टाको ट्युसन क्लास लिए र म गए वकमा। र आजको लागि यति नै। राम्रो लाग्यो भने फलो गरेर जोडिन सक्नुहुनेछ। थ्याङ्क यू सो मच एन्ड लभ यु अल।